सुन्दर रोल्पा वेलकम एन्ड नमस्ते सबैजना है। म दिपक होली। आज म तपाईँहरूलाई हामी रोल्पाको सदरमुकाम लिबाङमा जाँदैछौँ। पश्चिम रोल्पाको गङ्गादेव गाउँपालिकादेखि रोल्पाको सदरमुकाम लिबाङसम्म जाँदैछौँ। आज विशेष कारणवश कसैको नागित्रा बनाउनु पर्ने, कसैको इक्जाम दिनुपर्ने होइन, यही कारणवश चाहिँ हामी रोल्पाको सदरमुकाम लिबाङसम्म जाँदैछौँ। विद्यार्थीहरूको सप्लिमेन्ट्री इक्जाम छ 26 र 27 गते होइन, 2080 सालको यो सप्लिमेन्ट्रीको लागि हामी जाँदैछौँ। विद्यार्थी भाइ बहिनीहरू हुनुहुन्छ र म खासमा मेरो चाहिँ होइन, म भाइ बहिनीलाई पुर्याउन जान लागेको होइन। अलिकति अगाडि गइसकेका छन् भाइ बहिनीहरू। यस्तो खोला तर्नुपर्छ हजुर है। के छ त दिल्ली भाइ? एकदम ठिक छ। एकजना भाइ त यहीँ भेटिसक्यो, हाम्रो भाइ। यो पनि इक्जाम दिने मान्छे हो होइन। ठिक छ। अनि यो चाहिँ खोला, यस्तो खोला खोला तर्दै जानुपर्छ। रोड चाहिँ छ यहाँ, रोड भयो भने गाडी चल्दैन। के हेर्नु है, यो रोडको मर्मत पनि हुँदैन। खै त बजेट आउँछ कि आउँदैन, गाह्रो पर्छ त हो। चाहिँ खोलाहरू तर्नु पऱ्यो। हामी आइपुग्यौँ ठ्याक्कै 3 नम्बर वडा कार्यालय, गङ्गादेव रोल्पाको 3 नम्बर वडा कार्यालयको यो परिसर हो। वडा कार्यालय चाहिँ माथि देखिन्छ, त्यो वडा कार्यालय हो होइन। वडा कार्यालय नि खोला धेरै छ। अनि माथितिर पहाडै छ, पहाडै पहाड। यता माथि पनि पहाडै पहाड, बिचमा खोलोबाट रोड छ यतातिर होइन। त्यो छेउमा भएको रुखहरू छ। त्यसपछि यतातिर खोला बगिरहेछ, मकै खेती छ हो। बाटो चाहिँ अलि यता चौडा छ, किनभने यहाँ गाडीहरू आउँछ लाग्छ, दाङदेखि आएको गाडीहरू। त्यही भएर यो सुखावडार ताप्ला जाने गाडीहरू लाग्ने ठाउँ हो। अझै सुखावडार आउन धेरै छ। यस्तो बगर छ, ढुङ्गे बगर होइन। यो ढुङ्गा छ, यता नि ढुङ्गा छ। यो माथितिर पनि वडारहरू देखिन्छ होइन। त्यसपछि यता बाटो बनाउनु नि मुस्किल छ, रोड खन्न नि मुस्किल छ। विकास त्यही भएर नि ढिलो भएको होला भन्नुलाई। ओके, हामी कोप्ची खोला अरे, कहाँ के खोला अरे? कोप्ची खोला हो, छिराउ छिर्दै कोप्ची खोलाको बजार हो यो। यहाँ चाहिँ सानो बजार छ, स्थानीय बजार, कोप्चीको बजार है। यो पनि गङ्गादेवकै एरिया हो। आज हामी गङ्गादेवकै एरियामा हिँडिरहेको छौँ। यो चाहिँ बाख्रा पालनको व्यवसाय छ। फाइनल्ली कोप्चीको बजार क्रस भयो। अब लगतै हामी सुखावडा बजार जान्छौँ। समय सानोतिना ढेपीहरू त छन् है। खोलै हिँड्नुपर्छ। बाटो यस्तो छ, मान्छे हिँड्ने यस्तो छैन। हिँड्न चाहिँ गाडी हिँड्छन् साँझ साँझ आउँछ। ताप्ला जाने गाडी, यतातिर जाने, रागतिर जाने गाडीहरू। यहाँनिर चाहिँ यो नि घट्टो, स्थानीय घट्टो होइन। यसलाई स्थानीय प्रविधिका घट्टोहरू चाहिँ अहिले बन्द छन्। यो ताल लगाएर चाहिँ यस्तो छ बाटो, हेर्नुहोस् है। कतादेखि हिँड्ने मान्छे पुरो लडेर मर्ने यस्तो छ कि। रोल्पा पो हो त है, रोल्पा त यस्तै हो कि हाम्रो रोल्पा। यस्तो छ रोल्पामा है। माथितिर पहाडै पहाड देख्दाखेरि डर लाग्दो ठाउँ छ कि। यो पहिला चाहिँ के अरे, युद्धकालमा चाहिँ मान्छेहरू लुकेर बस्दै भन्थ्यो त माथितिर। पुरै यतातिर गयो भने मान्छे भेट्ने, खोज्यो भने यहाँ चाहिँ ओडार छन् होइन। अनि घट्ट नि कति भेटिएका यतातिर के। यहाँनिर नि अर्को घट्ट रहेछ यहाँ तल, यस्तो छ है। पहिला नि हिँडेको यो बाटो त म, त्यही भएर खासै मलाई त सबै जानकारी छ होइन। लगभग 50% चाहिँ जानकारी छ भन्नुपर्छ, किनकि म त्यतिखेर शान्त सधैँ चाहिँ हिँडेको। मेरो पनि पहिला यस्तो काम परेर नागित्रा बनाउनु पर्थ्यो हामीले जिल्लामै। अहिले चाहिँ हाम्रो शाखा घरती गाउँमा छ, घरती गाउँमा बनाउँछन् साथीहरूले। अहिले
चाहिँ हाम्रो जिल्लाबाट बनाएको मैले यहाँनिर घट रहेछ साइड चाहिँ साइडमा घट रहेछ यहाँनिर घट त कति हो कति के अब रोल्पामा मिल थिएन नि पहिले अहिले भर्खर भर्खर बन्न लाग्यो मान्छेहरू घट्टैको पिक यताको घट्टामा पिसेको अन्न चाहिँ राम्रो हुन्छ भन्छन् त्यो राम्रै त्यतिर स्थानीय घट्टाहरूमा छोडेका छैन मान्छेले अझै अरू भए तापनि यो चाहिँ यस्तो ठाउँ छ कि यहाँ पत्थरकै पुरै हेर्नु न पुरै पत्थरभन्दा अरू केही छैन यहाँ यस्तो पत्थर छ वास्तवमा चाहिँ यो ठाउँमा बाटो नै बन्न मुस्किल ठाउँ हो कि यो ठाउँमा चाहिँ बाटो नै बन्न मुस्किल ठाउँ हो नि यत्रो हेर्नु न पत्थरै पत्थर छ होइन अनि पत्थर चाहिँ फुटाउँदा चाहिँ धेरै टाइम लाग्ने धेरै बजेट खर्च हुने भएको कारणले गर्दाखेरि विकासमा चाहिँ अलिकति मन्द त मन्द नै हो त्यो कारणले गर्दाखेरि मन्द भएको होला जस्तो लाग्छ मलाई यहाँ हेर्नु तलपट्टि फेरि अर्को यहाँ त कति लोकल के अरे घटहरू छ बाटो कस्तो लाग्यो यहाँ बाटो नि खतरा छ ढुङ्गा नि खतरा छैन यस्तो ढुङ्गा त डोजरले फोराउनु गाह्रो हुन्छ होइन बाटो त्यही पनि नबने होला क्या खतरा हुन्छ होला त बाटो पत्थरको ठाउँ छ यहाँलाई सोधौँ ल है यहाँ तल यहाँ मान्छेहरू आउँदै हुनुहुन्छ यहाँलाई सोधौँ ल तलतिर जाने मान्छे देख्नुभयो कि देख्नु भएन भनेर चिने जस्तै तलतिर जाने मान्छे देख्नुभयो त उहाँहरूले बच्चाहरू हो नि ल ठिक छ यस्तो मकै बारीहरू छ खोलामा कति नानीहरू यहाँनिर बसेका छन् होला यी नानीहरू रिसाएको होला नि धेरै यहाँ चाहिँ बोलाउँछु है यहाँहरूलाई फेक्ने यहाँ कोही यतै छन् कोही तलै छन् कोही माथि छन् के हो त्यस्तो यहाँ हामीले पुल तर्नु पऱ्यो है एकदम पुल पर्छ खोला खोला भयो के छ ढिला भयो अलि ढिला गरेँ नि मैले अलि ढिला गरेँ नि ल हिँड ल अलि ढिला भयो क्या तिमीहरू मस्त ढिला भयो यहाँ त डकुमेन्ट नभेटेर मेरो अरू ठिक छ खुट्टा त त्यो भएको छैन दुख्या छैन खुट्टा दुख्यो धेरै ल हिँड अब चाहिँ हिँड्नुपर्छ 2-3 घन्टा लाग्छ समथिङ रिस त उठे छैन नि मैले ढिला गरेँ क्या अलिकति बाटो ठिक छ नलर्के है नलर्के नलडे बिस्तारै हो तिमीहरूको साथीहरू कोही भेटेनन् अगाडि कोही गएनन् त्यसो तलतिर गयो कि हो तल झरे होला लिबाङ जानेहरू लिबाङ पुऱ्याउनु पऱ्यो एउटा टोली यहाँ भेट भयो फाइनल्ली अब अर्को टोली भेट्नु बाँकी छ हामी आइपुगेको छ चौताराको स्कुलको नजिक लगभग अब सुक्खाबाट आइपुग्नु लागेको छ यो यहाँ डर लाग्दैन यहाँ चिप्लिन्छ मरिन्छ भने डर लाग्दैन तिमीहरूलाई अब एकछिन वेट गर्नु पऱ्यो क्या होइन त्यहाँबाट चिप्लिन्न तल मान्छे त्यो गर्नुपर्छ है ख्याल गर्नुपर्छ मान्छेहरू हरायो तिनीहरूको ढिलो गरेर लास्टै ढिलो गर्छ हामी ठ्याक्कै यहाँ सुकारलको बजारमा आएर वेट गरेका छौँ अलिकति माथि बसेर होइन हाम्रो अझै आउनुहुन्न कि नागितिर बनाउने मान्छे खास उहाँसँगको साथमा नजिकैसम्मको
के गर्नु सँगसँगै लैजाउँ भनेर नानीहरूलाई बहिनीहरूलाई फजुर सँगसँगै जाउँ भनेर हिँड्न सक्नुहुन्न क्या दौडाउनु पर्छ कि राम्रो छ है सुखौडा बजारको माथितिर यस्तो छ पाल्लोपट्टि गाउँ छ होइन माथितिर यस्तो भिड पाएको देखिन्छ होइन हामी चाहिँ यहीँ वेट गरेर बसेको छौँ रोडको साइडमा कसैलाई हुँदो रहेछ माया पनि यति गाढा किन ए पर्खाइमै बित्छ कि क्या हो आज हाम्रो दिन यो हो सुखौडाको बजार आउने मान्छे आएन लास्ट रेसिपी हो नि त हो कति ढिलो गरेको ढिलो छ ढिलो ढिलो गरिरहेको हुन्छ होइन दाउँदै हुन्छ नानीहरू आज छ हिँड्नु कहाँ गयो त्यो कहाँ गयो त्यो दुईवटा फेरि तिनीहरू कहाँ जाने अरे त्यहाँबाट बाटो होइन त्यहाँबाट तिनीहरू कहाँ गए के ल्याउनु गयो तिनीहरू त्यतिकै गयो त जाने हुन्थ्यो ढिलो गरेर क्या मस्त त्यो भाइहरू फेरि कहाँ गयो हुन्थ्यो तिनीहरू त्यहाँ त्यतिकै उताबाट बाटो छैन फेरि त्यतैबाट त्यो दुईवटा फेरि कहाँ गयो हुन्थ्यो सुखौडा बजारको एरिया यता 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 है त्यता यता यो माथि रोड फेरि यहाँ आएको बाटो पहिला खोलै थियो आज रोडबाट छ यताको यो भिरेर नि भिर माथि कत्रो भिर यो भिरको आसो नि बजार बनायो क्या मान्छे फेरि कहाँ जानुभयो त्यहाँ फेरि हरे आम तिमीले ढाड्दै 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 आएछौ कि त्यो कहाँ जानु फेरि के किन्न भोक लाग्यो र त्यो खाना खाएन आऊ त खाना खाएन आऊ खाना खाएन आऊ त गाडी छुट्टिएर लिँदा तिमीहरूको त घरदेखि काम हुँदैन त तिमीहरूलाई खासमा गइरहेको हुन्थ्यो अन्त नि परीक्षा त अब तिमीहरूको आधा आवाज लाग्ने हो कि नि त्यो थाहा छैन अब फेरि नाइदर त एक दिन भइन्छ त्यो त नाइदर भयो नि त बिहान क्या तिमीले किन ढोएर भिडियो बनाइदिन्छु कि ढिलो ढिलो गरेर भयो भन्न यहाँ यहाँ अब यति खाने होला यति खाने होला बाह्र बजी म त घरै खाएर अब घर घर बिहान पनि मलाई ढिलो आज गयो हिँडेर आउनु बस्नु जान्छ भने के गर्नु भयो म त पछि आएर हुन्छ नि तिमीलाई तपाईँहरूलाई बोलायो भने क्या बिहान के यहाँ को छैन कहिले जान्छ आज भेट्दा भयो तपाईँको साथी त होइन किन हुन त साथी तपाईँहरूको बास घटिया भयो नि म त तपाईँहरू गएर आउने त सकिन्थेन फेरि बास घटिया भयो तपाईँहरू म त लिबाङ गइरहन्छु तपाईँहरू बनाउनु होला त्यहाँबाट होइन तपाईँको आज भयो नि त दुइटै हुन्छ कि हुन्न भन्ने मलाई गाह्रो भयो तपाईँको त आज भयो नि त यो आज हुँदैन के गाह्रो फोटो फोटो पनि ल्याएको त्यसपछि उयो के अरे मार्केट जग्गा पनि छ नि त्यही भन्छ ढुङ्गा ल्याएर टोक्नु त टोक्दैन अरे खच्चरले कि खच्चर लाग्छ हेलो 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 हामी चाहिँ यता पानी 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 भएको ठाउँमा आइपुग्यौँ टोली हिँड्न नसक्ने भयो कि वेट गर्ने धेरै टोली हिँड्न नसक्ने भयो तपाईँ आउने त एकछिन भइन्छ दुईवटा सँगै आयो भने त राम्रो भयो नभए भने त के भने आज लिबाङ जाने भोलि बनाउने दुइटैको त्यही आउने हुन्छ नभए भने त सकेसम्म भइजाला अब के कुरा हो सकेसम्म भनिदिउँला माथि
साथमा हामी छौँ। यहाँ ढिलो गर्ने मान्छेहरू यहाँ हुनुहुन्छ, सबभन्दा ढिलो गर्ने मान्छे ढिलो। सबै मान्छेहरूको पत्थर खोला नाला सुन्दर रोल्पा घाँस आज पनि होइन। बर्खाको टाइममा घाँस उम्रेर है, घाँस उम्रिएको बेला मात्रै यात्रा गर्ने हुन्छ क्या होइन। हामी त घाँस नउम्रिएको बेला पनि चैतामा पनि यात्रा गर्छौँ पहिला। हाम्रो परिचय चैतामा पनि भयो पहिला, घरती गाउँको बजारमा खोला नाला तर्न सकिन्छ। यो खोला तर्न सकेला कि नसकेला हो। यहाँ हो यो ठाउँ हो म हराएको ठाउँ भने पहिला है नि। ओहो त्यहाँबाट होइन क्या, बाटो यहाँबाट ल त्यहाँबाट होइन ल क्या त, खोला त्यहाँबाट यहाँ पुल होला त, पुल बाटो जानु पर्दैन। खोलामा बस्नु त भिजा लगाएर यत्रो खोला तरेलसम्म क्या हो, त्यो बगाल्ने मात्रै खोला त। अरू त ठुलै रहेछ यार, यहाँबाट बगाल्सम्म मानिन्थ्यो। बोल्दै बोल्नु यो सिक्ने विद्यार्थीहरू बोल्नुपर्छ हेर, बोल्नु हुनुपर्छ। यस्तो छ क्या, यस्तो पानी नि, यस्तो खोला पनि तरेको छ यहाँनिर। यो गोठी खोला, यो गोठी खोला हो नि, कहाँ छ मलाई गोठी खोला यही हो नि भाउजू, त्यसलाई गोठी खोला भने यही हो नि। हो यो गोठी खोलाको पानी यत्रो छ क्या है यतातिर। फेरि बाटो खोला खतरा ठाउँ छ यहाँ त। म हराएको ठाउँ हिँड्यो क्या भाइ पहिला, त्यहाँबाट यहाँ आयो बेला 3-4 बाटो थियो, एउटा यता बाटो थियो, यो यस्तो खनाएको थिएन क्या पहिला। किनकि म त तलतिर तल गयो कि यता मान्छेबाट मान्छे ल्याएको तलतिर है, म तलतिर हेरेर भस्याङ भएर यस्तै खुट्टा पाटिने त्यस्तो केही भ्याउँदैन रहेछ म। ओहो ओहो पाइला भिर नै हो, भिर रोल्पाको भिर त भयो, रोल्पाको भिर जलम ग्यास छ, जलम काट्नु यस्तो खोला नाला है यो भने गोठी खोला खोला थाहा हो। गोठी खोला खोला भने यो त्यसपछि यताबाट अब त मेन खोला भयो, माथि गाउँ खोला साउ खोला मिसिएको भयो नि। थाहा भएन गाउँ लाग्यो पहिला गाउँ भएन ठिक पर्छ रे, ख्याल गरेर है त्यहाँनिर बाटो अप्ठ्यारो छ त्यहाँ पर। विश्वको खतरा भने बाटो यहाँ पर्छ क्या, विश्वको त होइन होला। के हिँडायो हेर्नु, पत्थर पुरै पत्थर। त्यहाँनिर बाटो अप्ठ्यारो छ है, ख्याल गरे पर तलतिर गयो भने झम्मै जाने खालको छ बाटो। यो चाहिँ पुल हो, यो पुल कहाँ जाने थाहा छ? यो पुल कहाँ जाने हो? पुल यो पुल जान्छ ओइलाम जाने बाटो थियो। त्यो मान्छे मर्या मान्छे नि ल्यान्डमा त्यो बाटो लाग्छ, त्यो बाटोबाट आउँछ। म्यान मान्छे चाहिँ त्यस्तो हिँड्दैन यहाँबाट। आजभोलि पहिला त हिँड्थ्यो, पहिला त यहाँबाट मान्छेहरू हिँड्ने, सायद घोडा पनि हिँड्यो होला त्यहाँबाट त। हेर है यहाँनिर खतरा छ, त्यहाँ पर्थेर पनि यहाँबाट खुस्क्यो भने नि तल फर्दै तल यहाँ कोही बाटिन्न थाहा पाएँ आफैले। यहाँबाट तल हो पुरै फर्टी तल बाटो यस्तो छ। यहाँ तल त म गाछ फेरि बाटो बिराएर तलबाट क्या ऊ त्यो पारी काम घरदेखि आउँदैन मैले त्यही खोल तरेर पारेको बिराएर क्या पुरै यहाँ चाहिँ यहीँ हेर सबभन्दा यो चाहिँ सबभन्दा खतरा ठाउँ भनेको है। नानी बाबुहरू चाहिँ पारेकै छ क्या, यो चाहिँ पार्न हेर्नुहोस् न यो ठाउँ हो यो त होइन यताको के त्यो बाटो बिराएर आएर माथिबाट यहाँबाट चाहिँ म उक्लेको पहिला है।
पुरै हरियाली छ बाटो गोरेटो बाटो हो 3 घन्टाको समथिङ 3 घन्टाको टाइम चाहिँ सुखा बडारबाट लाग्छ रे म चाहिँ ख्याल गरेँ होइन हिँड्न चाहिँ हिँड्छु 2-3 पटक यसो ख्याल गरेँ होइन पहिला आफूले रोल्पाली भने खतरा होइन साहसी रोल्पाली यस्तो भिरमा गएर घाँस काटिहाल्छ मान्छे यो त पुरै भिर त यतिकै जो यहाँनिर एउटा गाउँ आइपुग्यो हामी गाउँमा आइपुग्यौँ होइन अब हेर्नुहोस् यो पुरै भिर छ कि वाल्नपट्टि पुरै भिर हो क्यामेरै माथितिर गराएर खिच्नुपर्छ कि यहाँ त नत्र पनि देखिँदैन माथि होला टापुहरू पुरै भिर छ भिर घन्टा ढुङ्गे बगर छ पुरै ढुङ्गाको ठाउँ यहाँको गाउँमा त आउँ त पहिला यहाँको गाउँको नामै भुल्याएर म त गाई भैँसीहरू पाले सुन्तला पनि हुन्छ नि यहाँ त केराको रुख छन् ओखर छन् मैले पहिला के काम थियो त्यो राखेँ हेर भिर पारे भाइ जता आएको त यस्तै हो क्या घर हेर्नु त माथि एउटै घर छ त्यो माथि यो गाउँै छैन यहाँ 2वटा भने पनि त्यो 2वटा छ एउटा नै हालेर आज घर त्यो गाउँै नभए घरमा मान्छे कसरी बसिया होला नि हामीलाई त्यत्रो गाउँ भयो नि त भयाउ छैन राम्रो हो त यो ढुङ्गै माथि रुख किन पलाएको हो के हो खाने के त के भने त होइन त्यो पनि थाहा छैन यो ढुङ्गामा पलाउने के हो त यसरी हेर्दा यस्तो पलाएको कि ढुङ्गामा ए भिर गन्ठो यो भिरमा पनि यस्तो घाँस पलाएको छ है अरे पल्लो घरको बिसुन खायो खटखटे चल्लाले हानु भने साइनो छैन हान्देऊ कि डल्लाले पहिला पल्लो खोला थियो योबाट घाँसमा आएछ ट्र्याक होइन अब रोड आयो भन्ने मात्रै हो त्यहाँ रोड आयो भने गाडी आउँदैन आखिर हामीलाई हिँड्नै पर्ने हो नहिँड्ने सुख ढलेर बर्बाद घारमा पिट्टा भट्टीको ऋण सम्झेर सुतेको हिँड्दै घरती गाउँ पुगेको गीत आउँदा मिलेन लेभल तेरो बाउ बोल तेरो यस्तो बाटो देख्दाखेरि कस्तो गीत गाउनु मन लाग्छ बाटो कस्तो पारी नेताहरूले देश पायो भने गीत गाउनु मन लाग्यो पालपालो गर्न खानुपर्छ पालपालो गर्न खाऊ त्यो छुट्याएर पनि लगाइदिन्छ अलिक के भने परबाट मान्छे नआउँदा क्या घर त्यहाँ छ त्यहाँबाट यहाँ आइपुग्छ नपुग्दै खानुपर्छ होइन बाटो यस्तो छ तलतिर नजानु है यो त घाटतिर पनि यस्तो छ खरो छ नि त ओहो यो खर्रो विषयमा डर बस्छ रहेछ यहाँ के भन्न चाहनु यस्तो तपाईँ यस्तो बाटो देखेपछि के भन्न मन लाग्थ्यो गीत गाइदिनु त्यो बाटो गीतै बाटो गाउँछ भने त नै भने हे अघि अघि बाटो देख खुट्टा लड्ला राम्रोसँग टेक अरे पछाडि के भयो हे खुट्टा लड्ला राम्रोसँग टेक अगाडिको बाटोलाई देख घुम्ती घुम्ती रोड यस्तो छ घुम्ती रोड ऊ त्यहाँबाट आएको थिएँ चेपेर मर्न सक्ने सम्भावना हुन्छ यो खतरा ढाङ हो क्या त रोल्पा यस्तै छ हजुर के गर्नु है बाटो बनेन भनौँ भने के भनौँ बने पनि यस्तै आएर
झ्याम्मै पुरिदिन्छ माथिबाट है। रक्सी खाएको हो मैले थोरै यो बाटो त बिग्रिया थियो पोरै घुम्ती रोड घरती गाउँ पुगेसी घुम्ती रोड क्या राम्रो रोल्पा जङकोट क्या राम्रो रोल्पा जङकोट के भो मस्त त्यो भयो क्या चट्क्यो एउटा गीत गाउनु पर्यो क्या माथितिर केन्द्रीय लाइन काफी छ यता हेऱ्यो लघु नै जाति छ घुम्ती रोड घरती गाउँ काटेसी घुम्ती रोड क्या राम्रो रोल्पा जङकोट है। यो चाहिँ लघु विद्युतको पावर हाउस यहाँनिर यो लघु विद्युत रोल्पामा चाहिँ लघु विद्युत पनि छन् अलिअलि है। अन्त चाहिँ केन्द्रीय लाइन आउँछ जान्छ यो चाहिँ टक्क लाएर निश्चित टाइममा जान्छ निश्चित टाइममा आउँछ। यो चाहिँ राम्रो छ होइन। यति माथि हाइटबाट कहाँबाट आएको छ यो पावर हाउसको पानी यहाँबाट आएर टक्क लाएर यहाँनिर पावर हाउस छ ओ बाटो त के हो त्यो झ्याप परि देखिन्छ नि ओ बिस्तारै आउने बिस्तारै है तेरे यार त्यहाँ चाहिँ कस्तो खतरा बनाएको त्यहाँ नि त्यो पाएर कि त्यहाँ अगला तलबाट माथि गाडी यहाँ पनि यस्तै छ तलबाट माथि गाडी है। यो कहिले माथि ढुङ्गा खस्यो भनेपछि ध्याम्मै लाग्छ मान्छेलाई एउटा सानो खस्यो भने लाइन्छ मान्छे मर्छ घाइतै हुन्छ। हे वारिपारी दुईतिरै भिर बिचमा हेऱ्यो खोलाको तिर गोर्खा मन कामना झ्याप्पै मायालाई हालौँ भने नि ठिक छैन जमाना। त्यस्तै बुझ्नु अब भन्न त सकिएको छैन। 35 लाख जस्तो सलाम चलाउनु भयो सलाम चलाउनु भयो भने मस्त अरे पानी खानु बोतल ल्यायो तिमीहरूलाई त के गर्छ तिमीहरूलाई तिमीहरू किन चालै गरिदिनु है ठेक्ल्यौ अक्सिजन पनि भयो अक्सिजन त अब मिनिहाल्छ अब 2 मिनट लाग्छ हिँड्ने गाडी भेटाइ हुन्छ 11 बजे पुगिन लाग्यो 12 बजे पुगिन्छ ठ्याक्कै नाइट गाडी बस्ने भोलि पनि ठ्याक्कै नाइट गाडी गएपछि सधैँ बस्यो भार लाग्दैन त्यही हुन्छ हातलाई तिर्नु पर्दैन पुरा त्यति कस्तो भिडियो बनाउने मान्छे पऱ्यो अरे भ्लगर हो यसरी हिँड्नुपर्छ है यसरी हिँड्ने हो तिम्रो हिँड्नु बाटो हेर्नु बाटो ओ माई गट गट है फाइनल्ली हामी आइपुग्यो यहाँ खोलाले यत्रो गिट्टी चाहिँ सङ्कलन गरेर चाहिँ यहाँनिर यत्रो थुपारेर रहेछ यो वाल छ त्यहाँबाट धान लागेको छ यत्रो खोला आउँदो रहेछ कि यस्तो यो खर्च गर्नुभन्दा त सरकारले सिधै पुल राख्दै आनन्दै हुन्छ किनकि यो खर्च पनि बस्यो यो खर्च पनि त्यसैमा समेटिन्थ्यो अनि यहाँ यत्रो आएर चाहिँ यत्रो गिट्टी ल्याएर गरेर रहेछ निर्माणको लागि काम लाग्ला यताको यो खर्च गर्नु मलाई के लाग्छ भने यो खर्च गर्नुभन्दा सबै खर्चहरू राखेर पुलको लागि ढिलो बनाउने राम्रो बनाउने
चाहिँ लाग्छ कि मलाई त्यस्तै लाग्छ गाडी बनाइरहेछ खेल्नुलाई हो के छ के बनाउँदै हो बाख्रा बोला छौ हो र कहाँ हो तिम्रो घर पाल्नुपट्टि त्यो गाउँ हो कस्तो रमाइलो गाउँ रहेछ त हो र त्यो के बनाएको त्यो पाइपको गाडी चल्छ तिम्रो गाउँको नाम के हो चिउराबोट हो र चिउराको त्यसबाट होइन पसल रहेछ त पसल कसको पसल हो यो त्यो माथिको त्यो कसको त्यो माथि चिनवाल घर गोठो र यिनको है यिनको कहाँ यिनको पनि त्यही तल हो पाइपको गाडी बनाएर चलाउनु स्कुल बिदा छ आजभोलि कहिलेसम्म कति खुल्छ भदौ 3 खुल्छ नि उड्या हो अब दौडेर पुगिन्छ यहाँ 2-3 घन्टै लाग्ने ठाउँमा जति दौडे नि कामै छैन हाम्रो झाँप्रेहरू यस्तै दौडिन्छ हाम्रो बाटो यस्तो कहिले सकिने होला यो जतिखेर ढुङ्गा हिँड्नुपर्छ ढुङ्गा छ ओहो यो के ढाङ हो यो रोडमा पनि यस्तो ओ माई गड माथिबाट यत्रो ढाङ आयो भने तलतिर यस्तो छ यो त पुरै खतरा ठाउँ रहेछ कि यहाँनिर यहीँ माथि ढुङ्गा फेरि प्यो निक्दो आउँदो रहेछ नि यति खतरा ढुङ्गो चाहिँ घर बनाउनुको लागि त काफी हुने थियो यो त खतरा छ त क्रेसरमा राख्नु छ कि गिट्टी पनि यसैको भइन्छ होइन सजिलो आई थिङ्क सबै सजिलोको लागि गरेको हो यो यहाँनिरको एउटा डोरेटो बाटो छ यो माथितिर गएको बाटो यो भिरतिरबाट गएको बाटो बजार आयो यो यसलाई के बजार भन्छ यो बजार त झेब्री भट्टी पसल भयो भने खोला छैन भट्टी त नभन्छ ठ्याक्कै भट्टी नाम थाहा छ सिमखोलाबाट हजुर हो र ए कहाँसम्म घाँटीगाउँसम्म हजुर ए के काम जानु घाँटीगाउँसम्म हो र ठिक छ घुम्नु लागि र छोराको नायर त गर्न लागि जाने हो क्या ए ठिक छ पछाडि आउनु तपाईँको छोरा मेरो छोरा ए ठिक छ सिमखोला तपाईँ पनि घर यो हो क्या खोला पाखा पानी ए ठिक छ हामी पनि यो विद्यार्थी छोड्नु जानु लाग्छ कि म पनि यिनीहरू इक्जाम छ अरे यो सिक हो क्या ए इक्जाम पनि छ ए त्यही भएर झोला सोला सब बोकिदिनु पऱ्यो होइन के गर्ने गाह्रो पढाउनु पऱ्यो लेखाउनु पऱ्यो गाह्रो छ पढाउने गर्न सकिन्न क्या यो जमानामा खर्च बढी छ त्यही पनि फेरि पूरक लाइन्छ हजुर नगरे फेरि बर्बाद हुन्छ कोर्ने राम्रो हो कोटे त राम्रो हो नगऱ्यो भने त फेरि बर्बाद भयो कस्तै यो एउटा भ्लग जस्तै भिडियो लेकडाँडा भिडियो बनाउनु पऱ्यो हाम्रो लेकडाँडा यस्तो छ रोल्पा गएर नि विकास पनि अब हेरेर हिँड्नुपर्छ हेर्नु के होइन अब गतिलो अलिक ठाउँ भइदियो यत्रो हिँड्नु पर्दैन होला होइन 2-3 घन्टा हिँड्नुपर्छ त्यही ठुल्ठुला नेता त्यही भएर जितायो काम छैन त्यो पुल राम्रो है तल न राम्रोसँग हेरेर है तल गयो भने फेरि तल जाउला राम्रो माटो ए खतरा होला हेर त यहाँ आफ्नो गयो भने त मान्छे भेटिन्न पुरा ताल छ क्या त त्यो माथिबाट यस्तो छल्केर आएको छ पुरै पानी यो त पुरै विद्युत तल आएको अरे पानी होइन यो माथिको त बिस्तारै आउनुहोस् है बिस्तारै यो ठाउँ पनि लगभग यस्तो छ यो पत्थर छ नि यहाँ त्यही भएर अलि यो त पक्की बनाउनु पर्ने हो खासमा पुल वास्तवमा यहाँ पक्की बनाइदिनु पर्ने थियो यताको पुल
घरती गाउँ आइपुग्यौँ। यो घरती गाउँको बजार। फोटो बनाउने ठाउँ हेरेछ भाइ? फोटो बनाउने ठाउँ हेरेछ कहाँनिर छ? त्यहाँनिर बनाउँछ होला र? त्यो त इलेक्ट्रोनिक मात्रै हो। फोटो धुल्याउने ठाउँ कहिले लेखाएको छैन नि कहाँ? त्यस्तो बनाउने त्यहाँ बनाउनु क्या हो कहाँमा? त्यसमा बनाउँदैन होला। यसो सोधौँ है खै कहाँ छ फोटो स्टुडियो कहाँ छ? ओ यहाँ यहीँ बनाउँछु है। साउजी फोटा झुलाइआउनु चाहिँ यहाँ हुन्छ मोबाइलको हुन्छ नि मोबाइलबाट निकाल्छ। कसरी कति धुला कति कति पैसा छोटा छोटा धुलाइदिनु ए एउटा एउटा भेटिन्छ भेट्ने कता हो कसरी यो फोटो रहेछ मेरो खोज्नु थियो म त बिराछ ए हो कति लाग्छ टाइम टाइम ओके फाइनल्ली हामी 2वटा नागित्राको लागि गइरहेका छौँ जिल्ला प्रशासन कार्यालय घरती गाउँ रोल्पामा। यो 2वटा सिफारिस 2वटा व्यक्तिको नागित्रा बनाउनको लागि 2वटा सिफारिस लिएर म हिँडिरहेको छु होइन। 2वटा सिफारिस भन्यो ट्याक्कै कागजपत्रहरू मिलाइयो। फास्ट फास्ट अलिक खोज्छु माथि अन्त बुवा आउनु भयो नि क्या तलबाट नि अघि त्यसलाई बोलायो हुन्छ नि यहाँ तल त के लेखाएको छ नेपाल बैङ्कको लेखाएको छ अग्ला हो अग्ला जानु पो पर्छ त अग्लो फ्लाइट हो। तपाईँ आउनुहोस् ल आउनु है आउनुपर्छ त्यो 2जना कहाँ गयो तलतिर गाडी आउँदैन भन्ने थियो बल्ल बल्ल भयो नि अब खुसी छ त्यो कि छैन अझै दुख्यो अझै ओ माई गड बल्ल तल्ल नागिद्रा सागिद्रा बनाएर भ्याइयो एकजना भएन। अब घरती गाउँबाट पनि हामी पर छौँ। फाइनल्ली हामीले 2वटा नागित्रा बनाए सिद्ध्यायौँ र नागित्रा बनाए लगत्तै हामी चाहिँ यता लिबाङतिरको यात्रा गर्दैछौँ र उहाँहरू जानुभयो र यो हामी घरती गाउँको बजार क्रस गर्दैछौँ। यो घरती गाउँको बजारमा रहेको साइडको बजार हो। यो यता घरती गाउँदेखि अलि नजिकै यता बाघमारा जाने रोड हो। यता सायद तलतिर गएको अनि यता परतिर गएको यो गाडी देखिन्छ। यतातिर गयो भने हामी लिबाङतिर जान्छौँ। यतातिर जो मैले देखाएँ होला त्यता गयो भने चाहिँ यो बाघमारातिर जान्छ। अहिले हामी चाहिँ गयौँ लिबाङको रोडतिर। लिबाङको रोड चाहिँ यताबाट जान्छ। यो घरती गाउँदेखि अलिकति अगाडि गयो भनेपछि यहाँ पाल्नोपट्टि भिर जस्तो देखिन्छ। त्यसलाई चाहिँ भाले लोटेको भिर भन्छन् रे। यो चाहिँ वास्तवमा पहिले एकजना मान्छेले भाले ल्याएर आएर त्यहाँ बसेपछि त्यहाँ माथि बाटो छ त्यहाँ विश्राम गरिसकेपछि त्यो भाले त्यहाँबाट फुत्केर लोटेर मरेको भनेर भन्छन् के र खै सायद यो ठाउँको नाउँ के हो अरे? लाप्सुन त होइन लाप्सुन गइसक्यो। यो के हो लाप्सुन हो नि गुरुजी लाप्सुन हो नि। फाइनल्ली हामी माडी चौर भन्ने ठाउँमा आइपुग्यौँ। यहाँ माडी चौरमा चाहिँ अलिकति बस्ती छ यतातिर होइन। खेतीयोग्य जमिन भएको ठाउँ पनि हो यो रोल्पाको। यहाँको बस्ती पनि बाक्लो छ र यहाँ मकैहरू छ आजभोलि बारीमा अनि तरकारीहरू छ पहाडीतिर देखिन्छ। अनि यहाँ चाहिँ खोला पनि ठुलो छ यो माडी खोला होइन। त्यहाँनिर एउटा झोलङ्गी पुल जस्तो देखिन्छ। अलि माथि अलि पक्की पुल छ
घरहरू पनि यहाँ थुप्रै बनिसकेका छन्, बजार पनि छ, ठिकै छ बजार पनि यताको भन्नुपर्छ। र यहाँ तरकारी खेती पनि ठिकै हुन्छ। यो माडी चौरको एरिया हो। यो माडी चौरको बजार क्रस हुने लगत्तै हामी माडी खोलामा आइपुग्यौँ। यो माडी खोलाको पुल हो। यहाँनिर माडी खोलाको पुल छ। यहाँ खोलो चाहिँ एकदम ठुलो हुने कारणले गर्दाखेरि चाहिँ गाडीहरू चाहिँ जानेको लागि पुलको व्यवस्था गरिएको छ। यहाँनिर चाहिँ पुल छ र खोला पनि ठुलो हुन्छ। त्यसपछि हामी लगत्तै हामी अहिले फेरि रेउघाको बजार नजिक आइपुग्यौँ। यो रेउघाको पेट्रोल पम्प हो। यतातिर रेउघामा चाहिँ पेट्रोल पम्प छ। यहाँ चाहिँ गाडीले तेलहरू राख्छ। अनि यो माथि जो देखिरहेको छ यतातिर यो यतातिर रेउघा हस्पिटलको यो क्षेत्र हो यतातिर। अनि यहाँनिर चाहिँ बजारहरू पनि छ। यो हो रेउघाको बजार क्षेत्र। यहाँनिर चाहिँ थोरै बजार छ। यता साइडमा होटलहरू छन्, यता बजारहरू छ। यो सबै क्षेत्र जति देखिरहेको छ यो सबै रेउघाकै क्षेत्र हो। यहाँनिर चाहिँ अलिकति घुम्ती थियो। अनि त्यसपछि यहाँनिर चाहिँ एउटा सरकारी कार्यालय जस्तो पनि रहेछ। ठुलै घर रहेछ, सायद सरकारी केही भवनहरू होला। अनि यतातिर साइडमा घरहरू पनि छन्। यहाँनिर एकदम रमाइलो ठाउँ छ यतातिर। फाइनल्ली हामी लिबाङको बजारमा पुगिसक्यौँ। अब यो बजार क्रस गर्नुपर्छ। धेरै यहाँनिरबाट सुरु भयो बजार। लिबाङको बजार सुरु भएसँगै यहाँ घरहरू देखिन थाले होइन। जे होस् लिबाङको बजार तपाईँहरू देख्न सक्नुहुन्छ। यही हो लिबाङको बजार, रोल्पाको लिबाङको बजार होइन। हामी लगत्तै अब यहाँ साततले भन्ने ठाउँमा चाहिँ आइरहेका छौँ। यतातिर चाहिँ अलिकति अगाडि भन्छ साततले होइन। यहाँनिर चाहिँ अब यहाँबाट चाहिँ यहाँनिरबाट चाहिँ साततले भन्ने ठाउँ चाहिँ सुरु हुन्छ यतातिर। त्यसपछि यहाँनिर छ अलि पर यहाँनिर चाहिँ एउटा माथितिर गएको बाटो छ जो माथिबाट आएको होइन, दाङतिरबाट। अनि टिकट काउन्टर पनि यता पछाडि थियो, त्यो गइहाल्यो। अनि त्यसपछि क्रस गरिसकेको थियो। त्यसपछि यहाँ पिपल चौतरातिर जाँदैछौँ हामी होइन। हाम्रो घरहरू छ। त्यसपछि यहाँनिर केही इन्स्टिट्युट छ एउटा कि पढ्नको लागि रहेछ। यहाँ इन्स्टिट्युट स्कुल रहेछ। अनि यहाँनिर चाहिँ पिपलको रुख छ। यहाँ चाहिँ पिपल चौतारा भन्छ। यो क्रस गरे लगतै फेरि यतातिर पनि यस्तो छ बजार होइन। यो पनि बजार क्षेत्र हो। धेरै मतलब बस्ती नभए तापनि बजार चाहिँ यहाँ धेरै छ। बस्ती चाहिँ छैन, सम्म चाहिँ यस्तो मैदान जस्तो चाहिँ छैन। रोल्पा अलिकति पहाडी क्षेत्र भएको कारणले गर्दाखेरि त्यस्तो चाहिँ देखिँदैन। तर पनि बजार चाहिँ बस्ती चाहिँ यहाँ धेरै छ। मान्छेहरूको बस्ती यहाँको समुदाय चाहिँ धेरै छ होइन। यो बजारमा बस्ने मान्छेहरूको बाहुल्यता चाहिँ धेरै नै छ। यी पाल्नापट्टि घरहरू चाहिँ तल खोलाबाट उठाएर माथितिर बनाएको जस्तो देखिन्छ होइन। यहाँ अप्ठ्यारो ठाउँमा चाहिँ घरहरू बनाएर पनि जे होस् राम्रो देखिएको छ। अनि हामी चाहिँ अब नजिकै हामी ओर्लिने ठाउँ आइपुग्न लाग्यो। यो माथि देखिन्छ जुन चाहिँ डाँडा जस्तो होइन, यो बिजुलीको खम्बा। यहाँनिर चाहिँ लोकतान्त्रिक चोक भन्छ के भन्छ त्यही भन्छ होला, लोकतान्त्रिक चोक। अब यहाँनिर चाहिँ हामी ओर्लिन्छौँ। ओके गाइज, हामी फाइनल्ली लिबाङमा आइपुग्यौँ। लिबाङको बजारमा हाम्रो बस्ने व्यवस्था पनि भइसकेको छ, कोठा पनि भइसकेको छ होइन। धेरै सङ्घर्षका साथ यहाँसम्म आइपुग्यो। फाइनल्ली हामी लिबाङ त आइपुग्यौँ, बस्ने व्यवस्था पनि भयो हाम्रो। अब म तपाईँहरूलाई बाँकी रहेको ठाउँको सिन चाहिँ देखाउँछु लिबाङको। यो अगाडि हामी झरेको ठाउँदेखि अगाडितिर उता टुटीखेलतिर जाने बाटो हो। यहाँनिर चाहिँ एकदम साँघुरो गल्ली छ होइन। बाटो पनि साँघुरो छ। अलिकति पहिले नै मान्छेहरूले ठुल्ठुलो घरहरू बनाएको कारणले गर्दाखेरि यहाँनिर चाहिँ साँघुरो हुन पुगेको होला सायद होइन। एकदम साँघुरो बाटो छ। यहाँबाट चाहिँ टुटीखेलतिर जान्छ। यहाँ चाहिँ पसलहरू चाहिँ छन् यतातिर र व्यापारहरू गर्ने मान्छेहरू चाहिँ बस्नुहुन्छ। तर यहाँ चाहिँ बाक्लो चाहिँ बस्ती चाहिँ बाक्लो छ। कहिले काहीँ दुर्घटना हुने खालको पनि समस्या देखिन्छ यहाँ छ। अनि त्यसपछि यहाँबाट चाहिँ हामी टुटीखेल पुगिसक्यौँ हामी टुटीखेल। यो टुटीखेलको एरिया हो। लिबाङको टुटीखेल भन्ने चाहिँ यही हो। यहाँ खेलहरू सञ्चालन गर्ने, खेलकुदहरू आयोजना गर्ने ठाउँ रोल्पाको लिबाङमा चाहिँ यही ठाउँ नै हो। यहाँनिर चाहिँ पछाडितिर एउटा घर जस्तो देखिन्छ। यो त्यही कार्यक्रम सञ्चालन हुँदा अथवा यहाँको खेलकुद
कुनै खेलकुदहरूको बैठक हुँदा चाहिँ बस्ने ठाउँ हो। र अब म तपाईँहरूलाई लिबाङको बजार देखाउँछु। फाइनल्ली यो माथिदेखि खिचेको मैले भिडियो समग्रमा सबै त निकाल्न सकिएन होइन, पछाडि पनि धेरै अहिले माथितिर पनि बजारहरू त धेरै छ, तर यहाँसम्म चाहिँ देखायो। यहाँनिर चाहिँ डिभिजन 1 कार्यालय, अनि त्यसपछि यता माथितिर छ अलि शिक्षा कार्यालय भन्ने अलि माथि छ। त्यसपछि यही नै हो। अब हामी यता बाल कल्याणतिर जान्छौँ। यहाँको यसपालि चाहिँ एसीको परीक्षा हुने ठाउँतिर होइन, बाटो चाहिँ यहाँ जानको लागि यस्तो बनाएको रहेछ। यतातिर अलिकति खोला छ, तल रेलिङ जस्तो राखेर यहाँबाट बनाएको रहेछ। बाल कल्याणको डोर्याटो होइन, पानीको खोला, पानीको खोला। अब हामी फाइनल्ली बाल कल्याणको गेट नेरै आइपुग्यौँ। बाल कल्याण स्कुलको गेट नेर, माध्यमिक विद्यालयको गेट नेर चाहिँ आइपुग्यौँ। अब हामी आज आउनुको कारण चाहिँ विशेष यहाँ स्कुलमा आउनुको कारण चाहिँ पूरक परीक्षार्थीको प्रवेश कार्ड लिनको लागि चाहिँ हामी आएको हो। भोलिदेखि पूरक परीक्षाको इक्जाम छ एसीको, त्यो लिनको लागि हामी आएको। यहाँ विद्यार्थीहरूको यत्रो पुरै जमघर छ यहाँनिर। बाल कल्याणको भित्र यस्तो रहेछ, यतातिर यस्तो बनाएको रहेछ। यस्तै कस्तो रोचक, कस्तो रमाइलो ठाउँ रहेछ यहाँभित्र। अनि त्यसपछि तलतिर स्कुलहरू पनि छन् होइन। यो +2 सम्म छ यहाँको स्कुल, त्यही भएर नि +सम्म छ कि जस्तो लाग्यो मलाई, सायद त्यही होला। अनि तलतिर पनि त्यो छ, स्कुलहरू भवनहरू छन्। अनि यहाँबाट तलतिर झर्ने ठाउँ रहेछ, एकदम रमाइलो ठाउँ रहेछ यहाँनिर। र अन्तिममा मैले अर्को भिडियो क्लिप्स पनि यसैमा जोइन गरेँ। यो भोलिपल्ट इक्जाम हुँदै गर्दाको तस्बिर तपाईँहरूलाई देखाएँ मैले। बाल कल्याण माध्यमिक विद्यालयभित्र पूरक परीक्षार्थीहरू प्रवेश गर्दाको अवस्था यस्तो छ भन्दै म पनि यो भ्लगबाट बिदा हुन्छु। हस्त, नमस्ते।